Hello everyone, welcome back to our channel, and today is Nora's birthday. So we are going to celebrate her birthday. So let's go and see. I hope you guys enjoy this vlog. So guys, Nora's birthday decoration is happy birthday leko. And it's gonna be fun. Let's see. We are really excited. Everything. So let's go and watch them. So guys, त्यो मुदाले चाहिँ मासु पकाउँदै बस्नु भइरहेको रहेछ हो अन्त अन्डा चाहिँ नदेखाउनु हेर्यो यहाँ हाई नर्मी अन्त गाइस बर्थडे गर्ल चाहिँ स्टिल घर आएको छैन उता गइरहेको छ मिसेलसँग खेल्नु अन्त के भन्छ बर्थडे गर्ल चाहिँ त्यतिकै शी हेज नट इभन ड्रेस्ड अप हो सो गाइस आज चाहिँ म देखाउँछु लस उसले लुगा लगाइसकेर यहाँ चाहिँ हुनुहुन्छ मम्मा हेलो यस गाइस हेर्दै गर्नुहोस् इन्जोय गर्नुहोस् हाम्रो ब्लग एन्ड डोन्ट फर्गेट टु लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब आजको जन्मदिनको लागि प्रभुले आशिष दिउन् प्रार्थना गरौँ सर्वशक्तिमान परम प्रभु तपाईलाई हामी धन्यवाद दिन्छौँ यो समय यो घडीको लागि तपाईं परम प्रभुले दिनुभएको यो समयको लागि Happy birthday to you. Happy birthday to you. Happy birthday dear Nora. Happy birthday to you. Happy birthday Nora. अब चाहिँ हामी स्न्याक्स सर्भ गर्न आँटेको अन्त यो आलुदम देख्नु हुँदैछ यो चाहिँ अङ्गमानीको स्पेसल हो यस्तो मिठो हुन्छ सेलरोटी पनि छ गाइस यस्तो मिठो छ सो गाइस यो चाहिँ मेरो स्न्याक्स हो अनि यो चाहिँ मिसरको हो अनि सबैजनाले खानु हुँदैछ ममायर बर्थडे गर्ल यहाँ बदमास गरिरहेको छ Wings. सब्जी कोक हालिदिन्छु ल यहाँ चाहिँ कता नि हाल्दैन हामी हाम्रो चाहिँ यहाँ भट्टाभट खाना स्टार्ट भयो राइस दाल के हो यो सिबी बिन्स निङ्गुरे र आलु पर्क दिस इज चिकन अचार यो भयो हाम्रो ठुलेको माम सबैले खाना मजा लिनु हुँदैछ यहाँ दिदी बहिनीले खाना लिएर बसिया छ एरोन दादा पनि छ लिगेन दादालाई पनि हाम्रो भिडियोमा अलिकति ल्याइदिनु छ सिबी निङ्गुरे आलु चिकन उसको पनि सेम चिकन निङ्गुरे आलु दुईजना पर्क खाँदैन सबैजनाले खानाको मजा लिँदैछ नोराको बर्थडेको यता सुम खाना खाएर भेट्नेछौँ हेलो गाइज गुड मर्निङ मैले चाहिँ हिजो भ्लग एन्ड गर्नु सकिनँ त्यहाँ बर्थडेमा अन्त सो आज एन्ड गर्दैछु अन्त अहिले चाहिँ बिहान बसिरहेको छ मम्मा र म चाहिँ हामी ब्ल्याक कफी खाँदैछ अन्त तपाईँलाई हाम्रो भिडियो हेलो गुड मर्निङ अन्त हामी भ्लग गाइज मैले चाहिँ पानी खाइसकेर म चाहिँ ब्ल्याक कफी खाँदैछु नो सुगर ओन्ली ब्ल्याक कफी म चाहिँ यसरी नै सुगर बिनै खान्छु अन्त मनपर्छ बानी भएर मनपर्छ हुन्छ गाइस अहिले भेटौँ बाई अब चाहिँ हामीहरू
चिया खान आँटेको हाम्रो चाहिँ ब्ल्याक टी मेरो ब्ल्याक टी मगाएको ब्ल्याक टी आफूले पनि खानुहुँदैछ दादाहरू बिस्किट खाने ओ राइस बिस्किट ओ राइस यो चाहिँ मलाई यो बुढीले ल्याइदिनु भएको ओ राइस तपाईँहरूले चाहिँ भन्नुहुन्छ खालि पेटमा बसेर खान्छ एकदमै यो मेरो बिहानको चाहिँ यो कहिले आफ्टर ओटी चाहिँ मेरो यही हेबिट बस्यो पेटमा बसेर पानी ब्ल्याक कफी त्यहाँदेखि एकदम छिटो होइन पानी खायो बादमा 10-15 मिनटमा ब्ल्याक कफी खाएको 10-15-20 मिनट आधी घन्टामै फेरि हामी चाहिँ एसिडिटी र बिस्किटहरू खाएर मात्रै पेटबाट निस्किने आदत भयो यो चाहिँ राम्रो होइन तर कुनै किन यति गरेन पछि हातको तेल लाग्दैन हेर्नुहोस् न गाइस आपाले हेरेपछि नभन्नु फेरि आप्पा यतै हुन्छ कतै यतै बसेर खानुहुन्थ्यो आज भिडियो गरेछ भनेर चाहिँ आप्पा यता बसेर खानुहुन्थ्यो अब यो हेबिट पनि हटाउनु पर्ने छ बाइ द वे गाइस गरम महिना आयो आइम सो ह्याप्पी हिजोदेखि चाहिँ मैले यी भित्रबाट इनर नानी र म चाहिँ विदाउट इनर सुत्नु सक्यौँ नाइट ड्रेसमा मात्रै एकदम खुसीको कुरो यो चाहिँ अनि हामीलाई ओरेन्ज बिस्किट पुरा मनपर्छ आमा छोरीको चाहिँ बेस्ट यो चाहिँ मेरो आमाले ल्याइदिनु भएको हिजो अब स्कुल जानु थालेपछि चाहिँ यस्तो हुँदैन उठ्यो स्पिड गयो उसको 7 बजी गाडी आउँछ जाइहाल्छ 7:30मा आँखा खुलेर म चाहिँ अलिकति फ्रेस भएँ ज्वरोहरू कस्तो भएको थियो ऊ चाहिँ अघि उठेछ ब्ल्याङ्केट पनि पठायो मिलाएछ म चाहिँ बुढेसकाले छु यसो उठ्नु मन पर्दैन मतलब बिन्दिनु चाहिँ म 5 बजी 4-5 बजी नै बिन्दिन्छु पेटबाट चाहिँ निस्किँदिनँ सिलगढी जान्छ होइन दाजु जान्छ सिलगढी को आप्पा लिगेन दादालाई ड्रप गर्नु ए लिगेन दादालाई भयो होइन ड्युटी गराएर 1 बजी 1 बजी गएर कहिले पुग्छ हौ ड्युटीबाट आएर पो भोलि पुग्नुहुन्छ लिगेन दादा चाहिँ भोलि हवस् त गाइस हामी खाएर भेट्छौँ हिजो भिडियो इन्डे गर्नु पाएन त्यही भएर उसले बिहान छोरी स्टार्ट गरेछ सो तपाईँले हेरिदिनुहोस् ल सो गाइज हामी चाहिँ भिडियो यता एन्ड गर्छ सो ममा चाहिँ आज अलिक सन्चो हुनु भइरहेको छ धेरैभन्दा धेरै माया दिनुहोस् हामीलाई चाहिँ एकदमै सब्सक्राइब गरिदिनुहोस् ल बाई बाई सी यु इन नेक्स्ट भिडियो